यसपालिको हाम्रो अक्कुहरूको किवी कस्तो भएछ भनेर यहाँ बस्दै गरेको। पोहोर त्यस्तो दामी भएको थियो कि यहाँको किवी चाहिँ पुरा झर्यो भन्नुहुँदैछ र नि यसपालि पानीले। ए यहाँ कम्ती कम्ती फलेको रहेछ, झर्यो भन्दैछ कि। तर भोलिपछि यस्तो टाइपै हुन्छ यहाँ चाहिँ। अम्बो यता साइडमा त पुरा रहेछ नि त। किवीलाई चाहिँ पुरा मोलै दिनुपर्ने रहेछ है। यो चाहिँ हो मेरो अक्कुहरूकोमा यस्तो दामी फलिराखेको छ। पोहोरको भन्दा चाहिँ अलिक कम्ती नै रहेछ। पोहोर त यति धेरै थियो। माथिको बोटमा कस्तो छ हेरौँ। यहाँ माथि ए कम्ती नै भएछ यसपालि पहिलाभन्दा चाहिँ एकदम। अब घाँस पनि खतरा रहेछ यहाँ त। फल्दै रहेछ। त्यो फलेन भन्नु हुँदैन। एउटा यत्रो रुखले यति धेरै फल दिइराखेको छ। हामीले आशिषै बोल्नुपर्छ, फल्यो नै भन्नुपर्छ है। फलेको छ नि हो। मान्छेले कहिले पनि छैन भन्नु हुँदैन अरे क्या। यो चाहिँ मेरो आप्पाको थियो है। छैन भन्ने मान्छेलाई कहिले पुग्दैन अरे। अन्त अघि हामीले भन्नुहुँदै थियो त्यस्तो फलेकै छैन यसपालि भनेर। तर म चाहिँ के भन्छु भन्दा धेरै फलेको छ। एक बोटले यति धेरै दिनु भनेको त फलेको हो नि त हौ। यस्तो अपडेट छ भर्खरै। यो चाहिँ सुरु। अब भोलिपछि अझै बढ्दा कत्रो हुन्छ हेरौँ। ओके थ्याङ्क यू, बाई बाई।